klisa sarkar mulandi tamdabe tari छ्याबा सरकार खसम छ्याउलाम बोलान्थे हेर्नुस् त हाम्रो मम्मीले यसरी सरसफाइ गरेछ अनि यदि यहाँ सरकारले हैन नाला बजेटहरु अथवा बजेटहरु पार्दै भए त हामी आफ्नै गाउँ ठाउँ आफूले बनाउँथ्यौं नि त हामीलाई नि थाहा छ नि त के रे तनहुको मान्छेले आएर बनाइदिन्न नि त अनि मम्मी ते रोसिक्योर भी मिसे बनेल परिन्दी हान्यो हेर्नु त हाम्रो मम्मी धरि अर्का चाम्पाङको भिजन राम्रो लगाएर यसरी सरसफाइ गरिरहेछ हाम्रो मम्मीले चाहिँ यहाँ पछि फुलै फुल रोप्छ भन्ने प्लान गरिरहेछ के आशा चाहिँ यहाँले पनि साथ दिनुहुन्छ है अनि यो के रे मम्मी उ त्यो के भन्छ रे मम्मी उ ताबिम र छ दे उजा मैक्योमा आला दे मैक्योमा आला म आयो छ त्यो के रे भैँसी खेल्ने आललाई चाहिँ हटाएर अनि त्यहाँ केही कुनै पार्कहरू बनाउन मिल्छ नि त अथवा केही बनाउन मिल्दैन त अनि त्यसले चाहिँ लामखुट्टेहरू आउँछ नि त लामखुट्टे के रे मम्मी लामखुट्टे उजा तम्दी हान्यो अनि लामखुट्टेहरू आएर नि हाम्रो शरीरहरुमा टोक्छ अनि त्यही कारणले चाहिँ बरु त्यसलाई चाहिँ के रे कुनै एउटा पार्क अथवा केही बनाउन राम्रो हुन्छ नि त अनि मम्मी अन्त यहाँ यसरी फुटिएर गे मम्मी दिल्दै नि फुटबल के मरि गेल पर्यो सफा गर्नुहुन्छ खोरी मान्छेहरूले भाँडा फाल्छ मलाई सफा गर्नु मन लाग्छ ढाडी खेउमा झिझो फाल्छ हैन अब त सफा गर्छ पहिला खेबमी के रे क्वाइङ्गा सेगा मम्मी आनी वा पढ्दै नपढेको मान्छेहरू चाहिँ अनि माथि गह अनि त्यही भएर पनि हो कि तारी मी छाउमी ग्यासुम दि तोहे आलाई विषयमा क्लिजले त मान्यो मम्मी गे ज्ञान त्यही छ भाङजामा गर्नु सक्छ मेरो हात धोएर आउँछु म दिल्ला ल हाम्रो मम्मीले चाहिँ सरसफाइ गरिदिएको रे अनि तपाईहरुले पनि गरिदिनु होला के हेर्नु त यसरी पोल्छ अनि राम्रो हुन त हाम्रो स्वास्थ्यलाई नै असर पर्छ अनि त्यही भएर फोहोरहरु चाहिँ नपोल्दिनु होला के अनि यो चाहिँ फोहोर चाहिँ सरकारको हो के सरकारले नै आएर व्यवस्थापन गरिदिनु होला के हामीले चाहिँ सङ्कलन गरिदिन्छौँ आशा छ यहाँले चाहिँ हाम्रो सामान्य माग चाहिँ पुरा गरिदिनुहुन्छ हस्त धन्यवाद जय नेपाल यो देश ठुलो मत यही देशको धुलो